क्लास 12 को एक्जाम आइसक्यो, प्रिपरेसन पुगेको छैन, अब के गर्ने? यही चिन्ताले तपाईहरु धेरैलाई अहिले सताइरहेको होला। तर चिन्ता नगर्नुहोस्, किनभने क्ल्याम्पुकले तपाईहरुकै लागि भनेर फ्री एनईबी क्र्याश कोर्स लिएर आएको छ र यसको रिकर्डेड भिडियोजहरु तपाईले हाम्रो युट्युब च्यानलमा देख्न सक्नुहुन्छ। फर मोर अपडेट्स हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। र आजको यो भिडियोमा हामीले एनईबी ग्रेड 12 म्याथ्स एक्जाममा सोधिने तर धेरै जसो सोधिने फिक्स्ड क्वेशन्स और स्योर सर्ट क्वेशन्सहरु डिस्कस गर्नेछौं र ढिलाइ नगरिकन सुरु गरौं। सबैभन्दा फर्स्टमा मैले यहाँनिर हाइलाइट गर्न चाहेको कुरा चाहिँ च्याप्टर वाइज मार्क्स वेटेज। यो कुराहरुको बारेमा तपाईहरुलाई अलरेडी थाहा नै होला। म्याथ्स एक्जाममा 75 मार्क्समा 11 मार्क्सको अब्जेक्टिभ क्वेशन्स सोधिन्छ भने 64 मार्क्सको सब्जेक्टिभ क्वेशन्स सोधिन्छ र त्यसमा पनि अल्जेब्राबाट 20 मार्क्स आउने गर्छ र क्याल्कुलस जुन चाहिँ धेरै विद्यार्थीहरुलाई गाह्रो लाग्ने टपिक हो त्यसबाट 22 मार्क्स आउने गर्छ र अरु टपिकको मार्क्स वेटेज लगभग युनिफर्म नै छ। सो अल्जेब्राबाटै सुरु गर्ने हो भने हामीले सबैभन्दा फर्स्टमा परम्युटेशन्स र कम्बिनेशन्स हेर्छौं र परम्युटेशन्स र कम्बिनेशन्सबाट धेरै जसो फिक्स्ड क्वेशन्सहरु आउने गर्छ। त्यो भनेको धेरै जसो डिजिट्सहरु दिएको हुन्छ, त्यसको नम्बर्सहरु कतिवटा फर्म हुन्छ सोधिन्छ र अर्को कमिटी फर्मेसनको क्वेशन आउँछ र अर्को धेरै जसो सोधिने क्वेशन भनेको भवेल्स भएको धेरैवटा भवेल्स भएको एउटा वर्ड दिएको हुन्छ र त्यसमा हाउ मेनी नम्बर अफ अरेन्जमेन्ट्स फर द व्हेन द भवेल्स अक्युपाई इभन प्लेसेस, व्हेन द भवेल्स अक्युपाई अड प्लेसेस, यस्तो क्वेशन्सहरु सोधिने गर्छ। र एमसीक्यूज मा धेरै जसो सोधिने क्वेशन भनेको एउटा नेकलेसको क्वेशन हो र अर्को क्वेशन भनेको इन हाउ मेनी वेज क्यान राम फेल इन एन एक्जामिनेसन र अर्को धेरै जसो सोधिने अहिलेसम्म धेरै नसोधेको भए पनि अलि इम्पोर्टेन्ट क्वेशन भनेको इन्क्लुडेड र एक्सक्लुडेडको केसेसहरु हो र यति क्वेशन हामीले तपाईले कभर गर्नुभयो भने पक्कै पनि परम्युटेशन्सबाट मार्क्स गेन गर्न त्यस्तो गाह्रो छैन र यो मोडरेटली डिफिकल्ट टपिक हो र यसको लागि जे सोलुसन्सहरु छ, यसको सोलुसन्सहरु चाहिएको छ भने हामीले सुन हाम्रो युट्युब च्यानलमा यसको परम्युटेशन्स एन्ड कम्बिनेशन्सको भिडियोज अपलोड गर्नेछौं र स्टे ट्युन्ड। सो नेक्स्ट टपिक छ हाम्रो बाइनोमियल एक्सपान्सन और बाइनोमियल थ्योरम। यो टपिक धेरैलाई गाह्रो लाग्ने टपिक हो। बाइनोमियल एक्सपान्सनबाट हेर्नुहुन्छ भने सिम्पल क्वेशन लाइक डिफाइन्ड बाइनोमियल एक्सपान्सन पनि सोधेको पाइन्छ र कहिलेकाहीँ भन्दा नि धेरै जसो नै हामीले के सोध्छ भन्दाखेरि सिम्पल जनरल टर्मबाट फर्मुलाबाट निकालिने एन्सर निकाल्न सकिने क्वेशनहरु सोधेको पाइन्छ र अर्को एउटा इम्पोर्टेन्ट क्वेशन पहिले धेरै पपुलर क्वेशन हुने गर्थ्यो, त्यो भनेको कोफिसिएन्टको क्वेशन हो। यो C0 C3 सोधेको छ, कहिलेकाहीँ C0 स्क्वायर पनि हुन सक्छ, कहिलेकाहीँ C0 C1 पनि हुन सक्छ र यो क्वेशन पनि एकदम पपुलर क्वेशनमा पर्छ। र अर्को टाइप अफ क्वेशन बाइनोमियलबाट सोधिने भनेको धेरै जसो लगारिथमिक सिरिज और एक्सपोनेन्शियल सिरिजको हो र यो क्वेशन पनि त्यसको एउटा एक्जाम्पल हो। नेक्स्टमा हेर्छौं भने हामीले यसमा पनि लोगारिथमिक सिरिजबाट एउटा क्वेशन सोधेको छ र यो क्वेशन पनि धेरै जसो सोधिरहने नै क्वेशन हो र सिम्पल एक्सपोनेन्शियलबाट अलिकति त्यो फ्र्याक्सनहरु चेन्ज गरेर सोधिने क्वेशन पनि एकदम पपुलर क्वेशन हो र अर्को लास्ट इयर रै सायद सोधेको क्वेशन हो। यो सिम्पल जनरल टर्मको फर्मुलाबाट निकाल्न सकिने क्वेशन पनि सोधिरहेको हुन्छ। नेक्स्ट टपिक छ गाह्रो टपिकबाट हामीले अब सजिलो टपिकतिर जान्छौं। यो टपिक भन्ने बित्तिकै सबैले डी मोइभरेज थ्योरम भन्ने बुझ्ने गर्छन्। डी मोइभरेज थ्योरम मात्रै प्र्याक्टिस गरेर गएर पनि हुँदैन है भन्ने कुराको एक्जाम्पल चाहिँ हामीले यही दुईटा क्वेशन्सबाट देख्न सक्छौं। यहाँनिर यो क्वेशन्सहरु सल्भ गर्नको लागि चाहिँ तपाईलाई अलिकति थ्योरीको बारेमा आइडिया भएकै हुनुपर्छ र डी मोइभरेज थ्योरमको बारेमा मैले धेरै कुरा भन्न चाहिन, किन भन्दाखेरि यसको लागि त तपाईहरु पक्कै पनि प्रिपेयर्ड हुनुहुन्छ नै होला। र अरु क्वेशन्सहरु यहाँबाट आउन सक्ने भनेको 2 मार्क्सको सिम्पल ओमेगा र ओमेगा स्क्वायरको प्रपर्टिजबाट प्रुभ गर्ने क्वेशन्सहरु सोधिरहेको हुन्छ र सिम्पल क्वेशन्स लाइक डेफिनेशन्स लाइक आर्गुमेन्ट अफ अ कम्प्लेक्स नम्बर यस्तो पनि सोधिरहेको पाइन्छ र डी मोइभरेज थ्योरमको एप्लिकेसनबाट अलिकति डिफरेन्ट खालको क्वेशन पनि सोधेको देखिन्छ र यो ओमेगाको प्रपर्टिजबाट सल्भ गर्ने क्वेशन त मैले एक्सप्लेन गरिहालेँ। सो कम्प्लेक्स नम्बर्स रिलेटिभली एकदमै सजिलो टपिक हो र यसबाट 3 to 5 मार्क्स ल्याउन केही पनि गाह्रो छैन। सो नेक्स्ट टपिक छ हाम्रो सिक्वेन्स एन्ड सिरिज। अघि डी मोइभरेज थ्योरम भने जस्तै यो टपिकबाट पनि तपाईहरुले भन्ने बित्तिकै म्याथमेटिकल इन्डक्सन मात्रै बुझ्नुहुन्छ, तर
simple questions like summation of series, that is summation of n, summation of n square, summation of n cube बाट पनि धेरै क्वेशन्सहरु सोधिरहेको हुन्छ। फर एक्जाम्पल यो और यो। र अर्को क्वेशन्स अब इन्डक्सन के कुरा गर्ने हो भने पनि तपाईले एउटा कुरा चाहिँ के याद गर्नु भन्दाखेरि इन्डक्सन भनेको सिम्पली pk plus 1 is true whenever pk is true मात्रै प्रुभ गरेर हुँदैन, त्यसलाई अलिकति इन्टरप्रेट पनि गर्न आउनु पर्छ र यसको एक्जाम्पलिफाई गर्नलाई यो दुईटा क्वेशन्स इनफ हुन्छ होला। सो इन्डक्सन भनेर सजिलो छ भनेर यतिकै हावामा चाहिँ नलिनु होला, यसलाई पनि राम्ररी प्र्याक्टिस गरेर जानु होला। नेक्स्ट हाम्रो च्याप्टर छ म्याट्रिक्स। म्याट्रिक्सबाट धेरै कुरा मैले भन्न चाहिन, किन भन्दाखेरि यो पनि धेरैलाई सजिलो लाग्ने टपिक हो र म्याट्रिक्समा हेर्दाखेरि धेरै जसो विद्यार्थीहरू झुकिने भनेको यहाँ क्वेशनमा म्याट्रिक्स मेथड सोधेको हुन्छ र म्याट्रिक्स मेथड सोद्धाखेरि एउटा कुरा के बुझ्नुस् भन्दा इन्टरनेसनल प्र्याक्टिस अनुसार यो भनेको इन्भर्स म्याट्रिक्स मेथडको क्वेशन सोधेको हो र हामीले म्याट्रिक्स मेथडमा हेर्दाखेरि सधैँ इक्वेसन दिन्छ भन्ने चाहिँ जरुरी छैन। जस्तै यहाँ देख्न सक्नुहुन्छ, यहाँ इक्वेसन दिएको छैन, सिम्पली एउटा टेबल दिएको छ युनिट्सहरू मिक्सचरहरू कसरी प्रिपेयर गर्ने भनेर र त्यसलाई म्याट्रिक्स फर्ममा इक्वेसन फर्ममा आफैले एक्सप्रेस गरेर म्याट्रिक्स मेथडले सल्भ गर्न भनेको छ र यस्तो क्वेशन्सहरू पनि एकदमै इम्पोर्टेन्ट हुन जान्छ। र म्याट्रिक्स मेथडमा अर्को हेर्नुहुन्छ भने इम्पोर्टेन्ट भनेको क्रामर्स रुल हो र क्रामर्स रुलको बारेमा म धेरै भन्न चाहिनँ, तर डिटर्मिनेन्ट मेथड भनेर सोधे भने पनि त्यो भनेको नि क्रामर्स रुल नै हो भनेर तपाईले बुझ्नुपर्ने हुन्छ। अर्को कुरा भनेको फाइनल म्याट्रिक्स मेथडबाट सोध्ने क्वेशन भनेको रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथड हो। मैले फेरि पनि भन्न चाहे तपाईले म्याट्रिक्स मेथड सोधेको छ भने सकेसम्म इन्भर्स म्याट्रिक्स मेथड गर्नु होला र रो इक्विभ्यालेन्ट म्याट्रिक्स भन्यो भने त तपाईलाई के गर्ने भनेर अलरेडी थाहा नै छ। त्यसपछि हामी सुरु गर्छौं प्रपर्टिज अफ ट्रायंगल्स और ट्रिगोनोमेट्रीबाट सबैभन्दा फर्स्ट टपिक त्यो हो प्रपर्टिज अफ ट्रायंगल्स। र प्रपर्टिज अफ ट्रायंगल्सबाट हेर्नुहुन्छ भने धेरै जसो एमसीक्यू सोधिरहेको हुन्छ र यो फर्स्टकै एमसीक्यू हेर्नुहुन्छ भने एकचोटी यसलाई नै ल्याङ्ग्वेज फर्ममा कसरी सोधेको छ भन्दा इफ द cosines of angles A and B are proportional to the sides opposite to these angles, then prove that the triangle is an isosceles triangle भनेर 3 मार्क्समा सोधेको छ। सो यो कुरा पनि याद गर्नु होला। र सिमिलरली यस्तै खालको क्वेशनहरु यो यसबाट एमसीक्यूहरु सोधिरहेको हुन्छ र यो पर्टिकुलर यस्तो क्वेशन्सहरु सल्भ गर्न चाहिँ रिलेटिभली अलिकति गाह्रो हुन्छ। यसलाई एउटा पर्टिकुलर एल्गोरिदम और मेथड हुन्छ, त्यसले नै त्यही स्टेप्सहरु फलो गर्नुपर्ने हुन्छ। सबैभन्दा फर्स्टमा इक्विल्याटरल चेक गर्ने, आइसोसेलेस चेक गर्ने, राइट एंगल ने यसरी यसलाई सल्भ गर्नुपर्ने हुन्छ र यो पर्टिकुलरली अलिकति डिफिकल्ट टपिक हुन जान्छ र धेरैलाई यो टपिक गाह्रो नै लाग्छ। र यसबाट अहिलेको टाइममा त हैन, तर पहिलेको टाइममा धेरै पपुलर क्वेशन हो एउटा, इफ 1/a + c is +1/b + c is equal to 3/a + b + c, then prove that c is equal to angle c is equal to 60 degree। यो पहिलेको एकदम पपुलर क्वेशन हो। रिसेन्ट टाइममा नसोधे पनि एउटा कुरा के याद गर्नुस् भन्दा पहिले तपाईहरुले प्र्याक्टिस गर्दाखेरि ओल्ड इज गोल्ड प्र्याक्टिस गर्दाखेरि के हेर्नुहुन्छ भन्दा न्यू कोर्स भित्र जुन क्वेशन्सहरु सोधेको छ त्यो मात्रै प्र्याक्टिस गर्नुहुन्छ। तर एनईबीले कहिलेकाहीँ के गर्दिन्छ भन्दाखेरि रिसेन्ट टाइममा गरिएको यो कुरा भएको पनि छ, एनईबीले सिम्पली 4 मार्क्सको क्वेशनलाई 3 मार्क्समा सोधिदिने गर्छ। सो त्यो कुरा चाहिँ केयरफुल हुनु होला। र अरु सिम्पल क्वेशन्स भनेको सिम्पल एउटा प्रोजेक्सन लजबाट सल्भ गर्ने और सिम्पल साइन लजबाट सल्भ गर्ने और कोसाइन लजबाट सल्भ गर्ने क्वेशन्सहरु सोधेको पाइन्छ 2 मार्क्समा। र अर्को कुरा मैले एउटा कुरा यहाँ एम्फसाइज गर्न के चाहे भन्दाखेरि तपाईले अरु कुरा फर्मुला रटे पनि नरटे पनि कम्पल्सरीली एटलिस्ट साइन लज, कोसाइन लज, प्रोजेक्सन लज र टेन्जेन्ट लज, हाफ एंगल आइडेन्टिटीज तपाईको मर्जी भयो, तर यति 4 वटा चाहिँ कम्पल्सरीली भोग्नु होला। प्रपर्टिज अफ ट्रायंगल्स अलि डिफिकल्ट टपिक भए पनि सोलुसन्स अफ ट्रायंगल चाहिँ धेरैलाई सजिलो लाग्छ। तर मैले अघि पनि भने जस्तै सोलुसन्स अफ ट्रायंगल सल्भ गर्न पनि तपाईहरुलाई कम्पल्सरीली साइन लज, कोसाइन लज, टेन्जेन्ट लज र प्रोजेक्सन लज आएको राम्रो हुन्छ। र यसमा पनि कुनै क्वेशन कसरी दिएको हुन्छ, कुन क्वेशनमा के दिएको छ, साइड्स दिएको छ कि एंगल्स दिएको छ, त्यो कुरा राम्ररी अब्जर्भ गर्नु होला। यो पर्टिकुलरली अलिकति सजिलो टपिक हो र यसबाट 3 to 5 मार्क्सको क्वेशन सोध्दाखेरि धेरैले मिलाउँछु भन्ने नै हिसाबले जानुहुन्छ र यो क्वेशन पास मात्रै हुन्छ भन्ने एउटा सोच राख्नेको लागि यो टपिक एकदमै सजिलो टपिक हो, एकदम राम्ररी हेरेर जानु होला। नेक्स्ट टपिक आउँछ हाम्रो
एनालिटिकल ज्योमेट्री। एनालिटिकल ज्योमेट्रीमा नि सबैभन्दा फर्स्ट टपिक छ सर्कल। सर्कलबाट रिलेटिभली सजिलो क्वेसन लाइक सिम्पल इक्वेसन निकाल्ने सेन्टर र पासिङ थ्रु द ओरिजिन भनेर एउटा क्वेसन सोधेको छ र यस्तै सिम्पल क्वेसन्सहरू रिगार्डिङ द सर्कल इक्वेसन अफ द सर्कल इन डायमिटर फर्म अर डायमिटर्सहरू दिएर इक्वेसन निकाल्ने र फाइनल्ली सबैभन्दा इम्पोर्टेन्ट क्वेसन भनेको त्यो कुरा तपाईँलाई थाहा नै होला सर्कलको टेन्डेन्सी र नर्मल हुने कन्डिसनहरू पनि सोधेको पाइन्छ र यस्तो सिमिलर क्वेसन्सहरू तपाईँले प्याराबोला लेसनमा नि देख्नुहुन्छ। प्याराबोला टपिकबाट पनि यस्तै सिम्पल खालको इक्वेसन अफ द प्याराबोला निकाल्ने र टेन्जेन्ट्सको इक्वेसनहरू निकाल्ने र अलिकति थ्योरेटिकल एस्पेक्टबाट हुने क्वेसन पनि सोधेको पाइन्छ र टेन्जेन्ट र नर्मलको इक्वेसन चाहिँ सर्कल र प्याराबोलाबाट धेरै जसो सोधिरहेकै हुन्छ र अरू सिम्पल क्वेसन भनेको फोकस र डाइरेक्ट्रिक्स निकाल्ने यस्तो क्वेसन्सहरू पनि सोधेको छ र मैले टेन्जेन्टको त मैले अघिदेखि कुरा नै गरिरहेको छु। तपाईँलाई प्याराबोलाको बारेमा अझ बढी बुझ्न मन लागेको छ भने तपाईँले डिएन सरको प्याराबोला 1 सर्ट क्लास हाम्रो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ र यसको लिङ्क पनि हामीले डिस्क्रिप्सनमा दिएको छौँ। र प्याराबोलाबाट मैले यही भिडियोको कमेन्टहरूमा धेरै जस्तो देखिरहेको एउटा कुरा चाहिँ के छ भन्दा सर प्यारामेट्रिक इक्वेसन्सको बारेमा नि भनिदिनु न भनेर भनिराख्नु भएको छ। प्यारामेट्रिक इक्वेसन भनेको धेरै केही होइन, सिम्पली यहाँनिर कतैतिर तपाईँले 80² 280 भन्ने टर्म्सहरू यस्तो कोअर्डिनेट्सहरू देख्नुभएको होला, यहीसँग रिलेटेड कुराहरू हो र यो अहिलेसम्म खासै नसोधे पनि सोध्नै सक्दैन भनेर त भन्न सकिँदैन, तर जे होस् अहिलेसम्म सोधेको छैन, त्यही भएर सरले यसमा डिल गर्नुभएको छैन है। प्याराबोला रिलेटिभली एनालिटिकल ज्योमेट्रीको अलिकति डिफिकल्ट पार्ट हो, सर्कल पनि, तर इलिप्स र हाइपरबोला चाहिँ कम्पेरिटिभली सजिलो हुन्छ किन भन्दा यसबाट टेन्जेन्ट र नर्मल क्वेसन्सहरू सोधिँदैन। सो इलिप्सबाट हेर्ने भने सिम्पल क्वेसन लाइक इक्वेसन दिएको छ अनि त्यसबाट फोकाइ निकाल्ने, सेन्ट्रिसिटी निकाल्ने अनि लेन्थ अफ द ल्याटस सेक्टम निकाल्ने यस्तो सिम्पल क्वेसनहरू सोधेको पाइन्छ। तर प्रब्लम के छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ अलिकति थ्योरिटिकल नलेज टेस्ट गर्नको लागि मेजर एक्सेस 4 टाइम्स माइनर एक्सेस एन्ड पासेस थ्रु 0.42 भनेर यस्तो क्वेसन्सहरू पनि सोधेको पाइन्छ। सो त्यो पनि 3 मार्क्समा। सो यस्तो क्वेसन्सहरू पनि केयरफुल हुनु होला। एनालिटिकल ज्योमेट्रीमा धेरैलाई यो इलिप्स र पर्टिकुलरली हाइपरबोला पनि अलिकति सजिलो लाग्ने गर्छ, तर अलिकति थ्योरिटिकल नलेज पनि टेस्ट गर्ने क्वेसन्सहरू पनि सोध्न सक्छ है। त्यो फोकस इसेन्ट्रिसिटीहरू मात्रै निकाल्ने क्वेसन सोध्दैन है भन्ने कुरा चाहिँ याद गर्नु होला। तपाईँ पास मात्रै हुने गरी गइराख्नु भएको छ र इलिप्स र हाइपरबोला मात्रै पढेर गइराख्नु भएको छ भने यस्तो कुरा चाहिँ याद राख्नु होला। नेक्स्ट टपिक छ हाम्रो भेक्टर। अब भेक्टर भन्ने बित्तिकै अझ मोर स्पेसिफिकली डट प्रोडक्ट भन्ने बित्तिकै सबैलाई यो क्वेसन त थाहा नै छ, cos a plus b or a minus b is equal to cos a into cos b minus plus sin a into sin b। तर धेरैले यो मात्रै हेरेर जानुहुन्छ र त्यस्तो चाहिँ नगर्नु होला किनभने यो टपिक रिलेटिभली एकदमै सजिलो टपिक हो र यस्तोबाट पनि एकदमै सिम्पल क्वेसन्सहरू सोधिरहेको हुन्छ। फर इक्जाम्पल यो क्वेसन भयो, पहिले एकचोटि रिसेन्ट टाइममा यो सोधेको छ र अर्को क्वेसन भनेको हामीले तपाईँलाई कोजाइन अफ द एङ्गल बिट्विन 2 भेक्टर्स पनि सोधिरहेको हुन्छ र अर्को प्रोजेक्सन अफ ए अन बी भन्ने एउटा क्वेसन सोधेको छ र यसमा एउटा कुरा के याद गर्नु होला भन्दाखेरि डिनोमिनेटरमा कुन हुन्छ, न्युमेरेटरमा त ठिक छ, डिनोमिनेटरमा चाहिँ कुन हुन्छ भन्ने कुरा चाहिँ अलिकति राम्ररी बुझेर जानु होला। र यस्तो सिम्पल थ्योरीको क्वेसनहरू पनि कहिलेकाहीँ सोधिरहेको हुन्छ र यो क्वेसन पर्टिकुलरली हेर्नुहुन्छ भने डट प्रोडक्ट अफ 2 नन जिरो भेक्टर्स गिभ्स अ पोजिटिभ रियल नम्बर जस्टिफाई इट विथ एक्जाम्पल भनेको छ। यो क्वेसन चाहिँ अलिकति मिस्टेक छ किन भन्दाखेरि सधैँ पोजिटिभ रियल नम्बर नै आउँछ भन्ने जरुरी छैन, तर यो कुरा चाहिँ अलिकति ध्यान दिनु होला यो क्वेसन गर्ने बेलामा। तर जस्टिफाइड एक्जाम्पल भनेदेखि एउटा एक्जाम्पल दिनु भनेको, तर सायद तपाईँको नलेज पनि टेस्ट गरेको हुनसक्छ सधैँ पोजिटिभ आउँदैन भनेर। नेक्स्ट पार्ट छ भेक्टरबाट क्रस प्रोडक्ट। अब क्रस प्रोडक्टको हेर्नुहुन्छ भने एकचोटि चाहिँ यो भेक्टर प्रोडक्ट एन्ड स्केलर प्रोडक्ट अफ 2 भेक्टर्स आर इन्टर रिलेटेड एक्सप्लेन भनेर एउटा क्वेसन सोधेको छ र यसको ज्योमेट्रिकल इन्टरप्रिटेसन यताउति धेरै कुरा छँदैछ, तर बेसिकली यो क्वेसनले के सोधेको भन्दा a डट b होल स्क्वायर प्लस a क्रस b होल स्क्वायर इज इक्वल टु a स्क्वायर b स्क्वायर प्रुभ गर्नुहोस् भनेर सोधेको हो र यो कुरा पनि ध्यान गर्नु होला। र अर्को कुरा भनेको फाइन्ड द एरिया अफ अ ट्रायंगल। यो त एकदमै अभियस क्वेसन हो, यो सबैले यो क्वेसन सल्भ गर्न तपाईँले धेरैचोटि प्र्याक्टिस गरिसक्नु भएको होला
र अर्को भनेको साइन अफ द एंगल, यो पनि इजी क्वेसन हो। र अघि भने जस्तै कस भने जस्तै भेक्टर के अरे भेक्टर प्रोडक्टबाट चाहिँ साइन ए प्लस माइनस बी इज इक्वल टु साइन ए इन्टु कस बी प्लस माइनस इन्टु कस ए। यो एकदमै पपुलर क्वेसन हो, यो सबैले प्रिपेयर गर्नु नै भयो होला। र तर एउटा कुरा चाहिँ के बुझ्नु भन्दाखेरि सधैँ यही सोध्छ भन्ने चाहिँ जरुरी छैन, कहिलेकाहीँ साइन ल पनि सोधिन सक्छ र सोधेको पनि छ रिसेन्ट टाइममा 3 मार्क्समा। र अर्को भेक्टर प्रोडक्टबाट यो मैले भन्नु पर्दैन होला, ज्योमेट्रिक इन्टरप्रिटेसनको क्वेसन पनि एकदमै इम्पोर्टेन्ट हुन जान्छ। रिलेटिभली यो भेक्टर भनेको एकदम सजिलो टपिक हो र यसबाट 6 मार्क्स ल्याउन त्यस्तो गाह्रो छैन। नेक्स्ट टपिक छ स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी। यसको बारेमा नि मैले धेरै भन्नु पर्दैन होला, किन भन्दाखेरि यसको पनि सबैजना धेरै जसो स्टुडेन्ट्सहरू फिक्स्ड मार्क्स आउँछ नै भनेर जानु भएको हुन्छ। र कोरिलेसन, यसको पनि अन्डरमा कोरिलेसन हेर्ने हो भने अब यो निकाल्न त अब मैले खासै फर्मुला घोक्नु भनेर भन्नु पर्दैन। र अर्को कुरा के याद गर्नु भन्दा कहिलेकाहीँ 2 मार्क्समा यस्तो खालको क्वेसन्सहरू पनि सोधिरहेको छ। र यस्तो क्वेसनमा एउटा कुरा इम्पोर्टेन्ट के छ भन्दाखेरि तपाईँले मेन फर्मुला, कोरिलेसनको एकदमै मेन फर्मुला जुन छ त्यो एन समेसन एक्सवाई वाला त्यो मात्रै घोकेर जानुहुन्छ। र कोभ्यारिएन्स अफ एक्सवाई डिभाइडेड बाई स्क्वायर रुट अफ त्यो स्क्वायर रुट अफ समेसन एक्सवाई अनि स्क्वायर रुट अफ समेसन एक्स समेसन वाई त्यो वाला फर्मुला घोक्नुहुन्न। भेरिएन्स अफ वाई वाला फर्मुला घोक्नुहुन्न र यसले गर्दा पनि यो गाह्रो हुनसक्छ। सो त्यही भएर यस्तो फर्मुलाहरू पनि अरू फर्मुलाहरू पनि घोकेर जानु होला। रिग्रेसन पनि मैले अब धेरै यो रिग्रेसनमा धेरै जस्तो 2 टाइपको क्वेसन सोधिन्छ। एउटा भनेको फाइन्ड द रिग्रेसन कोफिसिएन्ट अफ वाई अन एक्स अर फाइन्ड द रिग्रेसन इक्वेसन अफ वाई अन एक्स भनेर क्वेसनहरू सोधिन्छ यस्तो टेबलहरू दिएर। र एउटा कुरा के याद गर्नु भन्दा सधैँ नै यस्तै खालको क्वेसन सोधिन्छ भनेर मात्रै नजानु होला, कहिलेकाहीँ रिभर्स क्वेसन पनि सोधिन्छ। त्यो भनेको इक्वेसन दिएको हुन्छ र अब हामीले रिग्रेसन कोफिसिएन्ट, कोरिलेसन कोफिसिएन्ट र मिन अफ एक्स एन्ड मिन अफ वाई निकाल्नुपर्ने क्वेसन पनि प्र्याक्टिस गरेर जानु होला। यो रिलेटिभली एकदमै सजिलो टपिक हो र यसमा कन्फिडेन्टली सबैले 3 to 5 मार्क्सको क्वेसन सोध्दा मिलाएरै जान्छु, मिलाएरै आउँछु भन्ने कन्फिडेन्सको साथ जानुहुन्छ। नेक्स्ट टपिक छ प्रोबेबिलिटी। प्रोबेबिलिटीबाट धेरै जसो एमसीक्यू क्वेसन्सहरू सोध्ने गरिन्छ र सिम्पल क्वेसन्सहरू 2 मार्क्समा लाइक यो इन्डिपेन्डेन्ट इभेन्ट्सहरू चेक गर्ने और सिम्पल यो class consists of 30 boys and 20 girls. If 2 students are selected at random, then what is the probability that one is a boy and the other is a girl? यो एकदमै सिम्पल क्वेसन, यस्तो खालको सिम्पल कम्बिनेसन कन्सेप्टबाट निकाल्न सकिने क्वेसनहरू पनि सोध्ने गरिन्छ। र यो सेम कलरको क्वेसन र के अरे सिलेक्टेड लेटर इज अ भोवेल, यो एउटा वर्ड दिएर प्रोबेबिलिटी भन्ने वर्ड दिएर सिलेक्टेड लेटर इज अ भोवेल, त्यो पनि एमसीक्यूमा कहिलेकाहीँ 1 मार्कमा सोध्ने गरिन्छ। र अर्को क्वेसन अलिकति एमसीक्यूमा रिसेन्ट टाइममा सोधेको भनेको व्हाट इज द प्रोबेबिलिटी अफ गेटिङ 53 फ्राइडेज और सैटरडेज इन अ लिप इयर। यो पनि रिलेटिभली सजिलो क्वेसन हो र यो टपिकबाट धेरै गाह्रो क्वेसन अहिलेसम्म खासै सोधेको छैन। तर एउटा कुरा चाहिँ मैले के भन्न चाहे अघि पनि भने 4 मार्क्सको क्वेसनलाई 3 मार्क्समा बनाएर एनईबीले सोधिन सक्छ। सो यो पहिलेको एकदमै पपुलर 4 मार्क्सको क्वेसन हो, यो डिफेक्टिभ आइटम्सवाला। यो क्वेसन पनि एकचोटि राम्ररी हेरेर गएको राम्रो हुन्छ। र अर्को क्वेसन भनेको सिम्पल यो एक्जामिनेसन भन्ने वर्ड दिएको छ र यहाँबाट तपाईँले 2टा लेटर छान्नु भयो भने त्यो 2टा लेटर सेम हुने प्रोबेबिलिटी कति हो भनेर निकाल्न भनेर सोधिएको छ। यो क्वेसन पनि हेरेको राम्रो हुन्छ। र स्ट्याटिस्टिक्स एन्ड प्रोबेबिलिटी सकेपछि अर्को हाम्रो टपिक आउँछ क्याल्कुलस। मैले अघि नै भने क्याल्कुलस धेरैलाई गाह्रो लाग्ने टपिक हो र क्याल्कुलसको नि फर्स्ट टपिक हेर्नुहुन्छ भने तपाईँले के देख्नुहुन्छ भन्दा डेरिभेटिभ्स अफ हाइपरबोलिक फङ्क्सन्स। अब यसको बारेमा धेरै कुरा भनेर डिस्कस गरेर काम चाहिँ छैन, तर पनि एउटा कुरा के याद गर्नु भन्दा यसमा सिम्पल गर्ने भनेको फर्मुलाजहरू याद गर्ने हो र फर्मुलाजहरू याद गर्नुभयो भने यो क्वेसनहरू त्यस्तो गाह्रो छैन र कहिलेकाहीँ यस्तो सिम्पल 11 क्लासमा सोधिने क्वेसन्सहरू पनि सोधेको पाइन्छ यो टपिकबाट। र एकदमै इम्पोर्टेन्ट क्वेसन भनेको यो गिभ एन एक्जाम्पल अफ अ फङ्सन विच इज कन्टिन्युअस बट नट डिफरेन्सिएबल विथ जस्टिफिकेसन। यो क्वेसनको एन्सर सबैको बुकमा तपाईँले देख्नु भएको होला। एउटा यस्तो ग्राफ हुन्छ, मोडुलस अफ एक्स को ग्राफ बनाएको हुन्छ र दिस फङ्सन इज कन्टिन्युअस एट 0 बट एक्स इज इक्वल टु 0 बट नट डिफरेन्सिएबल भनेर भनेको हुन्छ र यही एक्जाम्पल दिँदा सबैभन्दा बेस्ट हुन्छ। नेक्स्ट क्वेसन एल हस्पिटल्स रुल अर एल हस्पिटल्स रुल, यसलाई यसरी पनि लेख्ने गरिन्छ।
र यसकोबाट पनि हेर्नुहुन्छ भने कहिलेकाहीँ सिम्पल एउटा डेफिनेसन जस्तो क्वेसन पनि सोधेको छ र अरू हेर्नुहुन्छ भने एकदम फिक्स खालको क्वेसनहरू सिम्पल एल हपिटल्स रुल लाउने खालको क्वेसनहरू सोधेको देख्न सकिन्छ र यो क्वेसन चाहिँ एकदमै पहिलेको टाइममा एकदमै पपुलर क्वेसन हो। यो 2 मार्क्समा सोध्ने गरिन्छ र यो पर्टिकुलर क्वेसन चाहिँ अलिकति लामो हुन जान्छ। यसको सोलुसन किन भन्दाखेरि यसमा क्लियरली देख्न सक्नुहुन्छ x को पावर 3 छ, सो 3 जोडी डेरिभेटिभ गर्नुपर्ने हुन्छ र एल हपिटल्स रुलको यो क्वेसन tan x - x x - sin x र यो क्वेसन पनि एकदमै पपुलर क्वेसनमा पर्ने गर्छ र यसलाई पनि एकचोटि प्र्याक्टिस गरेर जानुभयो भने तपाईहरुको लागि नै राम्रो हुन्छ होला। सो यो दुईटा टपिक चाहिँ रिलेटिभली डेरिभेटिभ्सबाट एकदमै सजिलो टपिक हो र नेक्स्ट टपिक भनेको डिफरेन्शियल्स, ट्यान्जेन्ट्स एन्ड नर्मल। यो पनि अब धेरै जनाले याद गर्नुहुन्छ होला भनेदेखि के भन्दाखेरि सिम्पल यो धेरै जसो अहिले चाहिँ सर्कल प्याराबोलाकै क्वेसन सोधेको छ र इक्वेसन अफ द ट्यान्जेन्ट भन्यो भने अब कताबाट सोधेको कसैलाई कन्फ्युज हुन सक्छ र सिम्पल यो टपिक चाहिँ सिम्पल कोअर्डिनेट ज्योमेट्री आउने मान्छेहरूलाई यो टपिक एकदमै सजिलो लाग्छ र एउटा पर्टिकुलर टाइममा चाहिँ यो सिम्पल क्युबिक इक्वेसन दिएर पनि क्वेसन सोधेको रहेछ। यो पर्टिकुलरली एकदमै सजिलो टपिक हो। सो यहाँबाट पनि 2-3 मार्क्सको क्वेसन आयो भने तपाईले इजिली सल्भ गर्न सक्नुहुन्छ। र क्याल्कुलसबाट डिफरेन्शियल्स अर डेरिभेटिभ्सबाट अलि गाह्रो टपिक भनेको रेट मेजर हो र रेट मेजरबाट धेरै जसो एमसीक्यू सोध्दाखेरि यो रेडियस अफ स्पेरिकल बल अनि स्पेरिकल बलको अनि इन्क्रिजिङ वेन विथ रेस्पेक्ट टु भोल्युम, विथ रेस्पेक्ट टु सर्फेस एरिया, यस्तो खालको क्वेसनहरू सोधिरहेको हुन्छ र यो रिलेटिभली अलिकति सिम्पल क्वेसन्स हुन जान्छ र अलिकति ट्रिकी क्वेसन्सहरू भनेको रिसेन्ट टाइममा सोधे भनेको स्टोन इज थ्रोन इन्टु पोन्ड विथ रिपल्स को क्वेसन हो र अर्को भनेको रिसेन्ट टाइममा सोधेको 2 कार्स स्टार्ट फ्रम द सेम पोइन्ट एट द सेम इन्स्टेन्ट अनि पर्पेन्डिकुलर डिरेक्सन्समा गएको छ, एट वाट रेट इज द डिस्टेन्स इन्क्रिजिङ भन्ने क्वेसन चाहिँ रिसेन्ट टाइममा सोधेको क्वेसन हो र यो अलिकति डिफिकल्ट हुन जान्छ। र मैले अघि पनि भने यो रेट अफ चेन्ज अफ भोल्युम अफ स्फियर अर स्फियरको क्वेसन सोद्धाखेरि विथ रेस्पेक्ट टु चाहिँ के दिएको छ भन्ने कुरा चाहिँ एकदमै राम्ररी हेर्नु होला। किन भन्दाखेरि कहिलेकाहीँ रेडियस भनेको हुन्छ र कहिलेकाहीँ सर्फेस एरिया, भोल्युम यस्तो कुराहरू चाहिँ अब्जर्भ गर्यो भने सजिलो हुन्छ। र मैले अघि भने जस्तै अब यो क्वेसन चाहिँ पहिलेको टाइममा सोधिने एकदमै पपुलर क्वेसन हो र यो कोही दुईटा क्वेसन्सहरू तपाईँले हेर्नुहुन्छ भने रिसेन्ट टाइममा सोधेको त छैन तर पहिलेको टाइममा सोधिने 4 मार्क्समा एकदमै पपुलर क्वेसन भएको हुनाले यसलाई पनि 3 मार्क्समा सोध्न सक्दैन भनेर भन्न सकिँदैन। सो यो दुईटा क्वेसन्स पनि कन्सेन्ट्रिक सर्कल्सको अर्को एरोप्लेनको एकचोटि राम्ररी हेरेर जानु होला। र त्यसपछि धेरैलाई गाह्रो लाग्ने टपिक भनेको एउटा एन्टी डेरिभेटिभ छ र यो वास्तविक रूपमै यो एउटा गाह्रो टपिक हो र यो टपिकबाट हेर्नुहुन्छ भने सिम्पल क्वेसन लाइक राइट द मिनिङ अफ इन्टिग्रल अफ एफएक्स यस्तो क्वेसन सोधेको छ र धेरै जसो यो टपिकबाट पार्शियल फ्र्याक्सन्स अर डिनोमिनेटरमा साइन अर कोजाइन दुईटै भएको क्वेसनहरू सोध्ने गर्छ र यहाँनिर तपाईँले पार्शियल फ्र्याक्सनको दुईटा क्वेसन देख्न सक्नुहुन्छ र यो पर्टिकुलरली अलिकति गाह्रो क्वेसन हो र कहिलेकाहीँ साइन कोजाइन सोधेन भने यस्तो 1 - EX अर डिनोमिनेटरमा EX भएको क्वेसन पनि सोध्ने गर्छ। र नेक्स्ट भनेको हाम्रो मैले अघि भने जस्तै एन्टी डेरिभेटिभ्सबाट डेनोमिनेटरमा साइन अर कोजाइन भएको क्वेसन पनि धेरै जस्तो सोधिरहेकै हुन्छ र यो पार्शियल फ्र्याक्सनको क्वेसन भइहाल्यो। र अर्को क्वेसन भनेको अर्को क्वेसन पनि पार्शियल फ्र्याक्सनकै हो तर यसमा चाहिँ प्रपर ऱ्यासनल फ्र्याक्सन विथ एन एक्जाम्पल अलिकति थ्योरी एस्पेक्टको क्वेसन पनि सोधेको देख्न सक्छौँ हामीले। अनि यो पनि एउटा पर्टिकुलर के अरे पार्शियल फ्र्याक्सनकै क्वेसन हो र यो एउटा क्वेसन चाहिँ रिसेन्ट टाइममा सोधेको अलिकति डिफिकल्ट क्वेसन हो र यो क्वेसन त रिलेटिभली सजिलै छ तर यसलाई चाहिँ अलिकति नलेज अलिकति धेरै प्र्याक्टिस चाहिन्छ र यो पनि एउटा पार्शियल फ्र्याक्सनकै क्वेसन हो। सो बेसिकली भन्दाखेरि यहाँबाट धेरै जसो पार्शियल फ्र्याक्सनको क्वेसन सोध्ने गर्छ र धेरैजनालाई यो टपिक गाह्रो लाग्छ र यसको क्वेसनको अब कुरा गर्ने भने अब जति पनि भन्न सक्छ जे नि सोध्न सकिन्छ र यो पहिलेको टाइममा सोधिने एकदमै पपुलर क्वेसन हो। यो त मैले अघि भनिहालेँ साइन र कोजाइन डिनोमिनेटर भएको क्वेसनहरू धेरै जसो सोधिरहेकै हुन्छ। पहिले 4 मार्क्समा सोध्थ्यो अहिले 3 मार्क्समा सोध्न सक्छ र यो पपुलर क्वेसन मैले भनिहालेँ र यो e को पावर x प्लस पनि सोध्न सक्छ माइनस पनि सोध्न सक्छ र यो टपिकबाट मैले रिपिट गरेर भनिरहेको छु कि यो अलिकति गाह्रो टपिक हो र त्यही भएर यसलाई अब
पास हुने हिसाबले नै जानुहुन्छ भने चाहिँ अब पार्शियल फ्र्याक्सन्स मात्रै डिल गरेर जानु होला र अलि राम्रै मार्क्स ल्याउने सोच छ भने यस्तो के अरे एक्सपोनेन्शियलको क्वेसन साइन र कोजाइनको क्वेसन्सहरू पनि एकचोटि राम्ररी हेरेर जानु होला। र त्यसपछि आउँछ क्यालकुलसबाट डिफरेन्सियल इक्वेसन्स। यो वास्तविक रूपमै यो एकदमै गाह्रो टपिक हो। किन भन्दाखेरि यसको लागि तपाईँलाई डेरिभेटिभ्स पनि क्लियर हुनुपर्छ, इन्टिग्रेसन पनि क्लियर हुनुपर्छ र त्यो त अझ डिफिकल्ट पार्ट होइन। डिफिकल्ट पार्ट यसको के हो भन्दाखेरि तपाईँलाई यसको क्वेसनको साइडमा यो क्वेसन होमोजिनियस इक्वेसन हो, यो क्वेसन एक्ज्याक्ट डिफरेन्सियल इक्वेसन हो, यो क्वेसन के अरे लिनियर डिफरेन्सियल इक्वेसन हो भनेर दिएको हुँदैन, तपाईँले आफै चिन्नुपर्ने हुन्छ। र यही क्वेसन यस्तै खालको क्वेसनहरू धेरै जसो सोधिरहेको हुन्छ र यो कारणले गर्दाखेरि तपाईँलाई थाहा हुँदैन कि होमोजिनियस इक्वेसन हो, लिनियर डिफरेन्सियल इक्वेसन हो अर एक्ज्याक्ट इक्वेसन हो, थाहा हुँदैन। त्यही भएर तपाईँले आफैले सोचेर यो कुन इक्वेसन हो र यसलाई कुन स्टेप्स फलो गर्ने भनेर आफैले सोच्नुपर्ने हुन्छ। र यो क्वेसनबाट यो च्याप्टरबाट पनि धेरै जसो अहिले रिसेन्ट टाइममा चाहिँ के अरे ल्याङ्ग्वेज रिलेटेड क्वेसन्सहरू धेरै सोधेको पाइन्छ र यस्तो क्वेसन्सहरू तपाईँले एक्चुअली नै तपाईँले राम्रो मार्क्स ल्याउने भनेर सोच्नुहुन्छ के अरे सोच राख्नु भएको छ भने यस्तो क्वेसन्सहरू पनि राम्ररी हेरेर जानु होला। तर तपाईँलाई अलिकति पास मात्रै हुनेछ भने त्यस्तो भयो भने चाहिँ म रिकमेन्ड चाहिँ के गर्छु भन्दा यो टपिकबाट अर्डर, डिग्री र भेरिएबल सेपरेसन मेथड चाहिँ कम्पलसरी हेरेर जानु होला र अरू क्वेसन अब तपाईँहरूको मर्जी। र यहाँ मैले भने जस्तै अर्डर र डिग्रीको क्वेसन सोधेको छ एकचोटि रिसेन्ट टाइममा र मैले भनेको अघि नै यो यही कुरालाई के अरे अघि भनेकै कुरालाई के अरे प्रुभ गर्नलाई हेर्नुहुन्छ भने तपाईँले यहाँनिर आफैले सोधेको छ आइडेन्टिफाई द तीनवटा होमोजिनियस तीनवटा डिफरेन्सियल इक्वेसन दिएको छ र त्यहाँमध्ये कुन चाहिँ होमोजिनियस हो आफैले आइडेन्टिफाई गर्नुहोस् र त्यसलाई सल्भ गर्नुहोस् भनेर यस्तो क्वेसन पनि सोधेको छ र यो पर्टिकुलरली ल्याङ्ग्वेजको अलिकति गाह्रो क्वेसन हो र यो रिसेन्ट टाइममा पहिले पनि सोधेको थियो। र यो क्वेसनमा त झन् 4वटा इक्वेसन दिएर एउटा होमोजिनियस एउटा लिनियर डिफरेन्सियल इक्वेसन आफैले आइडेन्टिफाई गर्नुहोस् र त्यसलाई सल्भ गर्नुहोस् भनेर यो क्वेसनले भनेको छ र यो क्वेसन टोटल 8 मार्क्समा सोधेको छ। सो यो टपिकबाट कहिलेकाहीँ चाहिँ अलिकति अनकन्भेन्सनल तरिकाले 6 मार्क्स होइन यो अलिकति बढी मार्क्सको पनि क्वेसन सोध्ने गरेको देखिन्छ। र रिलेटिभली यो जस्तो सिम्पल यो र चाहिँ रिलेटिभली सजिलो क्वेसन हुन जान्छ र यस्तो क्वेसन्सहरू पनि हेरेर जानु होला। र अब डिफरेन्सियल इक्वेसन पनि त्यस्तै हो, कति क्वेसन्स पनि भने पनि यो पुग्दैन। अब यसमा पनि ल्याङ्ग्वेजको यस्तो खालको भोल्युम अफ एक्सपान्डिङ क्युब भन्ने एउटा क्वेसन सोधेको छ 5 मार्क्समा र अरू क्वेसन्स भनेको यो रिलेटिभली अलिकति सिम्पल क्वेसन सोधेको छ डिफरेन्सियल इक्वेसनबाट र अरू भनेको यो पक्कै पनि लिनियर डिफरेन्सियल इक्वेसनको नि क्वेसन्सहरू सोधेको पाइन्छ। सर यो अलिकति डिफिकल्ट टपिक नै हो। सो यसलाई चाहिँ अब तपाईँलाई पास हुनु छ कि अब एकदमै राम्रो मार्क्स ल्याउनु छ भने त यो टपिक पनि राम्ररी हेर्नै पर्यो। तर सिम्पल पास हुनु छ भने मैले अघि नै भने भेरिएबल सेपरेसन मेथड र अर्डर र डिग्री चाहिँ एटलिस्ट कभर गरेर जानु होला। र हाम्रो लास्ट टपिक छ कम्प्युटेसनल मेथड्स र यो टपिकबाट पनि धेरै जसो यसको फर्स्ट टपिक छ सिस्टम्स अफ लिनियर इक्वेसन्स र यो टपिकबाट धेरैजना चाहिँ के गर्नुहुन्छ भन्दा सिम्प्लेक्स मेथडबाटै क्वेसन आउने हो, अरू त धेरै जसो सोध्दैन, सो त्यही मात्रै हेरेर जान्छु भनेर बस्नुहुन्छ। तर यसबाट धेरै जसो एमसिक्यू चाहिँ सिस्टम्स अफ लिनियर इक्वेसन्सबाटै सोधिरहेको हुन्छ। जस्तै यहाँनिर सोधेको छ नेचर अफ द सिस्टम अफ द इक्वेसन्स भनेर, यसको चाहिँ एन्सर कन्सिस्टेन्ट एन्ड इन्डिपेन्डेन्ट हुन जान्छ। र अर्को सिमिलर क्वेसन भनेको वाइल सल्भिङ अ लिनियर, यो पनि एउटा पपुलर एमसिक्यू हो। अनि यो पनि एउटा पपुलर एमसिक्यू हो, यो क्वेसन यो च्याप्टरबाट सोधिने। र नेक्स्ट भनेको अरू एमसिक्यू भनेको यो सी र डी को पनि एकदमै पपुलर एमसिक्यूहरू यहाँबाट सोधिने। यहाँबाट एउटा यसको वान सोल्युसन हुन जान्छ र गस इलिमिनेसन मेथड द कोएफिसिएन्ट अफ द फर्स्ट भेरिएबल इन द इक्वेसन मस्ट बी नन जिरो। सो यहाँबाट चाहिँ धेरै जसो चाहिँ एमसिक्यूज नै सोधिरहेको हुन्छ। तर कहिलेकाहीँ भन्दा पनि जस अहिलेसम्म खासै नसोधे पनि एउटा कुरा चाहिँ याद गर्नुहोस् कि कतै पनि लेखेको छैन कि गस इलिमिनेसन र गस साइडल मेथड चाहिँ सोध्नै मिल्दैन भनेर कतै पनि लेखेको छैन। सो त्यही भएर गस इलिमिनेसन मेथड पनि एकचोटि राम्ररी हेरेर जानु होला। गस इलिमिनेसन मेथडको बारेमा एउटा कुरा चाहिँ के भन्छु भन्दा तपाईँहरूले कस्तो सोच्नुहुन्छ भन्दा गस इलिमिनेसन मेथडमा चाहिँ जसरी भए पनि फोर्सफुल्ली 0 यतापट्टि 0 0 0 ल्याइदिए हुन्छ, जसरी पनि ल्याए हुन्छ। यसलाई 3 ले मल्टिप्लाई गर्ने, यसलाई 2 ले डिभाइड गर्ने, त्यस्तो गर्न मिल्दैन।
एउटा फिक्स सेट अफ मेथड्स अर स्टेप्स छ, त्यही नै फलो गर्नुपर्ने हुन्छ। सो यसलाई राम्ररी हेरेर जानु होला। र अरू क्वेसन्सहरू भनेको यहाँबाट सिम्पल खालको डायगनली डोमिनेन्ट चेक गर्न पनि कहिलेकाहीँ सोधिरहेको हुन्छ गस साइडल मेथडबाट। र अरू भनेको एउटा वेल कन्डिसन एन्ड इल कन्डिसन सिस्टम अफ इक्वेसन्स भन्ने क्वेसन पनि सोधिएको छ डिफाइन गर्न भनेर। र अरू मैले भनिहालेँ गस साइडल मेथड, यो चाहिँ रिलेटिभली गस इलिमिनेसन मेथड भन्दा अलिकति सिम्पल छ। किन भन्दा यसको 75% काम त क्यालकुलेटरले गरिदिन्छ, बाँकी 25% मात्रै तपाईँले गर्नुपर्छ। सो मैले चाहिँ रिकमेन्ड चाहिँ के गर्छु भन्दा यो टपिक यो च्याप्टरबाट चाहिँ धेरै जस्तो सिम्प्लेक्स मेथड मात्रै हेरेर जानुहुन्छ, र तर ढुक्क भएर सिम्प्लेक्स मेथड मात्रै हेरेर चाहिँ नजानुस्। एकचोटि यो पनि सिम्पल टपिक छ गस इलिमिनेसन र गस साइडल, यसलाई पनि एकचोटि कभर गर्नुहोस्। र पास मात्रै हुने सोचले जानु भएको छ भने सिम्प्लेक्स मेथड आएन भने यहाँबाट यो क्वेसन आउँदा तपाईँलाई हेल्प हुनसक्छ। र सिम्प्लेक्स मेथडको बारेमा मैले धेरै कुरा भन्न चाहिनँ, किन भन्दाखेरि यसको बारेमा तपाईँलाई धेरै पहिलेदेखि नै धेरै कुरा थाहा नै छ। र सिम्प्लेक्स मेथड तपाईँ कन्फिडेन्टली म यो त मिलाउँछु नै भनेर बस्नु भएको छ, मलाई थाहा छ त्यो कुरा। तर सिम्प्लेक्स मेथडको बारेमा एउटा कुरा चाहिँ म पोइन्ट आउट गर्न के चाहन्छु भन्दा धेरै जसो यो अलिकति कोफिसियन्ट्स हाई भएको 10 होइन, यो 42 भयो, अलिकति 18x 24y यस्तो खालको क्वेसन्सहरू चाहिँ धेरै जस्तो सोधेको पाइन्छ। अब यसको एक्ज्याक्ट रिजन नै के हो चाहिँ मलाई पनि थाहा छैन, तर तपाईँले जेनरल ट्रेन्ड हेर्नुभयो भने अलिकति लार्जर कोफिसियन्ट्स भएको क्वेसन्सहरू सोधिरहेको हुन्छ। र यो रिलेटिभली एकदमै सजिलो टपिक हो र धेरैजना कन्फिडेन्टली नै यसबाट त 5 or 6 मार्क्स ल्याउँछु नै भनेर जानुहुन्छ। र नेक्स्ट पार्ट छ यसकै अरमा आउने क्वेसन्स, त्यो हो मेकानिक्स। अब मेकानिक्सबाट धेरै जस्तो चाहिँ प्रोजेक्टाइलको क्वेसन एक्सपेक्टेड हुन्छ, तर कहिलेकाहीँ भन्दा नि रिसेन्ट टाइममा एकचोटि यो पहिलेको एकदमै इन्क्लाइन प्लेनको यो PQR वाला क्वेसन एकचोटि रिसेन्ट टाइममा सोधेको छ। र मैले अरू कुरा त खासै भन्नु पर्दैन होला, यहाँनिर ट्रायङ्गल अफ फोर्सेस, कन्भर्स अफ ट्रायङ्गल अफ फोर्सेस, लमीज थ्योरमहरू, यसको प्रुफहरू धेरै जस्तो सोधिरहेको हुन्छ। र यो क्वेसन पहिले चाहिँ धेरै सोधिरहेको हुन्थ्यो, सायद तपाईँको टेक्स्ट बुकमा यो क्वेसन चाहिँ छैन होला, त्यही भएर मैले यसलाई हाइलाइट गरिदिएको छु। तर पनि एकचोटि हेरेर जानुभयो भने राम्रो हुन्छ, किनभने भन्न सकिँदैन पहिलेको 4 मार्क्सको क्वेसनलाई 3 मार्क्समा सोधिदिन सक्छ। अब डाइनामिक्स को अन्डर आउने न्युटन्स लज अफ मोसन नेक्स्ट टपिक छ हाम्रो। न्युटन्स लज अफ मोसनबाट चाहिँ अब तपाईँले 11 को फिजिक्स राम्ररी पढ्नु भएको छ भने यो एकदमै सजिलो टपिक हुन जान्छ। र यसबाट सिम्पल लिफ्टको क्वेसन सिम्पली यस्तो 98 न्युटन वेट भएको मास कति छ भनेर यस्तो सिम्पल क्वेसन पनि सोध्न सक्छ। र यस्तो सिम्पल बुलेटको अनि यो के अरे यो इम्पल्सको क्वेसन पनि सोधिरहेको हुन्छ। र पहिलेको एकदम पपुलर क्वेसन भनेको बलुन राइज गरेर बेलामा फ्र्याक्सन अफ द वेट चाहिँ कति हुन्छ यो डिस्प्लेस गऱ्यो भने टु डबल द एक्सेलरेसन भन्ने एउटा क्वेसन एकदमै धेरै सोधिरहेको हुन्थ्यो, यो F/G+2F वाला। यसलाई पनि 4, 5 or इभन 3 मार्क्समा सोध्न सक्दैन भनेर भन्न सकिँदैन। सो यो पनि एकचोटि हेरेर जानु होला। र प्रोजेक्टाइलको बारेमा त अब धेरैजना कन्फिडेन्ट हुनुहुन्छ जसले यो अर क्वेसन अटेम्प्ट गर्नुहुन्छ मेकानिक्सबाट। धेरै जस्तो चाहिँ यो सिम्पल टाइम टेकन टु एटेन द हाइएस्ट पोइन्ट, टाइम अफ फ्लाइट, होरिजोन्टल रेन्ज, ग्रेटेस्ट हाइट अनि यस्तो क्वेसनहरू धेरै जस्तो सोधिरहेको हुन्छ। तर कहिलेकाहीँ चाहिँ यस्तो अलिकति प्रुभ गर्ने खालको x² = 16y1/2 वाला यस्तो क्वेसन्सहरू पनि सोधिरहेको हुन्छ। र यसलाई पनि राम्ररी हेरेर जानु होला। लास्ट टाइम भन्दा नि रिसेन्ट टाइममा यो सोधेको क्वेसन हो। र अर्को सिम्पल क्वेसनहरू यो भेलोसिटी अफ अ पार्टिकल व्हेन योर ग्रेटेस्ट हाइट इज 10/5 of its velocity, यसको सिम्पली फर्मुला अप्लाई गरेर हुने खालको क्वेसनहरू पनि सोधिरहेकै हुन्छ। र अर्को क्वेसन भनेको यो 2 मार्क्समा रेन्जको सिम्पली u² sin 2α / g वाला फर्मुला अप्लाई गर्ने क्वेसन पनि यो सोधेको छ 2 मार्क्समा। र यो क्वेसन नसोधे पनि मैले अघि जस्तै भने जस्तै यो 4 मार्क्सको पहिले सोधिने एकदम पपुलर क्वेसन हो, यसलाई 3 मार्क्समा सोध्न सक्छ। र यो पनि पहिले सोधिरहेको क्वेसन हो 4 मार्क्सको, त्यसलाई पनि 3 मार्क्समा सोध्न सकिन्छ। र यो पर्टिकुलर क्वेसन चाहिँ पहिले एकदमै धेरै सोधिन्थ्यो प्रोजेक्टाइलबाट, र यो चाहिँ 6 मार्क्समा पहिले सोधिने गर्थ्यो र अहिले सोध्न सकिँदैन र सोध्न मिल्दैन भनेर चाहिँ भन्न सकिँदैन। सो त्यही भएर प्रोजेक्टाइलबाट क्वेसन अटेम्प्ट गरेर भनेर जानु हुँदैछ भने यो क्वेसन पनि एकचोटि राम्ररी प्र्याक्टिस गर्नु होला। सो द्याट्स अल।
सो अब यति भिडियो हेरिसकेपछि म यति त भन्दिनँ कि तपाईँको फिक्स्ड A+ आउँछ यो सबै क्वेसन्स गर्नुभयो भने भनेर चाहिँ म भन्दिनँ, तर एटलिस्ट तपाईँले A ग्रेडसम्म चाहिँ यो यति क्वेसन्सहरू राम्ररी गर्नुभयो भने पुस गर्न सक्नुहुन्छ। र मैले भनेको इम्पोर्टेन्ट टपिक्स, सजिलो टपिकबाट एकदम इम्पोर्टेन्ट क्वेसन्सहरू र सर्टेन केयरफुल हुने कुराहरू एकदमै राम्ररी फलो गर्नुभयो भने पक्कै पास हुन तपाईँलाई म्याथ्समा केही पनि गाह्रो छैन। र A+ नै ल्याउन चाहनुहुन्छ भने हाम्रो मैले अघि नै भने जस्तै NEB को फ्री क्र्यास कोर्स क्ल्याम्पबुकले ल्याएको छ र त्यसको रिकर्डेड भिडियोजहरू हामीले युट्युबमा हेर्न सक्नुहुन्छ। थ्याङ्क यू एन्ड अल द बेस्ट।